हेलो गाइस नमस्कार आज फेरि म नयाँ ब्लग लिएर आएको छु ब्लगमा के छ भन्दाखेरि चाहिँ हाम्रो है भक्ते भाइ अन्त भाइ तपाईँको फ्यामिली आएको छ हाम्रो सलुनमा हैन अन्त आज दया नहीं खाते मेरे लड़के देते गेट तोड़ मांसाहारी बाबा जगानानी शेर को मिलना था शाने लोग को बोला नंतर भेटो मेरे को साबनी मेरे को शेड बोल दया नहीं खाते मेरे लड़के देते गेट तोड़ मांसाहारी बाबा जगानानी शेर को मिलना था शाने लोग को बोला नंतर भेटो मेरे को साबनी मेरे को शेड बोल ट्रस्ट अपन करता नहीं किस पे खुदा है पहला बाकी डरता नहीं किससे मेरे को ठसाने का कर रहे ले ट्राई मगर भाई तेरा भाई ठसता नहीं किससे मेरे में जोश है ब्रो एंगर नहीं है ऐसा कोई गाना नहीं है जो बैंगर नहीं है तेरा फैन बेस है बिल्ला लेकिन बैंकर नहीं है पूरे टाउन में इज्जत पर मैं गैंगस्टर नहीं है एक कॉल पे सब हाजिर मेरे कट्टर सारे दोस्त कट्टा नहीं पट्टा रखते गब्बर सारे दोस्त आपस में जलन खाते बत्तर वाले दोस्त मेरे बैंड्रा से धारावी तक अल्टर सारे दोस्त अब बम्बई इन्टरटेनमेन्ट छ हाम्रो च्यानलको नाम भाइहरुको हैन अनि आज मैले के गर्नुपर्ने छ भन्नु ब्रदर आज चाहिँ यसको हेयर कलर हुन्छ भक्ते भाइको साह्रै भ्युअर्स फिक्का भइसक्यो फिक्का कलर बिना हो र आज चाहिँ भक्ते भाइको कलर सलर हुन्छ डिजाइन हुन्छ न्यू हेयर कट त गर्नु पर्यो नि त भक्ते भाइ कस्तो खाले कलर डल्लै फिट भइसकेको छ अन्त कुन चाहिँ कलर गर्नु भक्ते भाइ तिमी भन एकपल्ट मलाई अब यो गरिसकेर भन्नु होला हौ सिधै गरिसकेर अचानक के भन्नु चाहन्छ हाम्रो एकदम दर्शक बिनहरूलाई टक्क लाइक गर्नुहोस् होला लाइक गरिसकेर मात्रै हेर्नुहोस् होला अन्त सेयर गर्नुहोस् होला है अन्त सबैजना दार्जिलिङमा कुन्दन स्यालोन भनेपछि किनिहाल्छ सबले जग्गा बाटो बताइदिइहाल्छ तपाईँ आउनुहोस् होला खुट्टा लाउने म त यहाँनिर के अब हुन्छ बिचमा मेरो सोच चाहिँ खाली दिएको 5 दिनको लागि अन्त आज चाहिँ अब म यहाँ भक्ते भाइको चाहिँ कलर गर्नु गएको छु हैन र कलर दामी हुनेछ अनि यहाँ बिचमा चाहिँ रायो साग बनाउने हो है यहाँ बिचमा चाहिँ के गर्नु रे बिचमा चाहिँ यो बिचमा यहाँ अब डिजाइन हुन्छ अब हेर्दै जानुस् न डिजाइन चाहिँ हेर्नु हैन डिजाइन हुन्छ अब नयाँ हेयर कट हुँदैछ अब यहाँ 3 जनाको आइडियाले चाहिँ एकजना कपाल बनाउँदैछ यहाँनिर हो अब मामुली लु पर्दा लागिसकेको छ गाइस हिजो र आज चाहिँ अलिकति यसले सर्भिसिङ नभेटी छ तर दामी भइरहेको को डिजाइनहरु म तिमी त हेयर कट त हल्का हल्का छोटो गरिदियो हैन भक्ते भाइ अनि बिचमा चाहिँ मैले यस्तो गर्दिम भनेको यहाँ तारा तारा टक्कै बना तारा कलर डिजाइन हेर्दै छ रे दाइ अहिले चाहिँ अब हाम्रो हेयर कटिङ भइसकेको छ हैन अब हेयर कटिङ भइसकेको छ म कलर लगाउने भनेको छु नि त अब हाम्रो कलरको रेडी छ हो भाइ हल्का छोइदिनु मात्रै है त छोइदिनु मात्रै त्यो उयस ताक्नुला चाहिँ सो गाइस अब चाहिँ है भक्ते भाइको चाहिँ कलर एप्लाई हुँदैछ हैन यहाँनिर अब अहिले चाहिँ म गोल्डन कलर गर्दैछु हो गोल्डन कलर गरिसकेपछि चाहिँ गोल्डन कलर गरिसकेपछि चाहिँ अब अरू कलर हुन्छ हैन भक्ते भाइ हजुर कस्तो लाग्छ तिमीलाई अहिले बिल्लापुटिङ बाद अर्को कलर आउँछ अहिले बिल्लापुटिङ हुँदैछ है कस्तो लागिरहेछ नयाँ सुनमा मिलाएर खुसी लागिरहेछ धेरै दिन बाद आएको है चिया खानुपर्छ त खानुपर्छ नि चिया सो गाइस चाहिँ अहिले चाहिँ हाम्रो कलर एप्लाई भइसकेको छ हैन ब्रदरको अन्त ओ भक्ते भाइ हजुर कस्तो भइरहेको लगाएको एकदम गरम भइरहेछ एकदम हट अब एकछिन चाहिँ पेक गरिदिनु हो नि त कलर लगाएर मलाई पकाउँदैछ है नुन छरेर खान्छ अरे कुन्दन दाले आखादा यसो गाइस चाहिँ भक्ते भाइ त कलर हुँदैछ यहाँ फेरि हाम्रो चित्र भाइले पनि अलिकति हेयर कटिङ गर्ने अरे हैन अन्त कसको हेयर कटिङ गर्ने भन न हेयर कटिङ चाहिँ यहाँ चाहिँ डिजाइन चाहिँ हेयर डिजाइन चाहिँ यहाँ छ कपाल यहाँ छ हैन नयाँ लुक न्यू लुक एकजना हाम्रो यहाँ एकदम बसिरहनु भएको छ भनेर
यहाँ मेरो इन्तजार छ त्यो के त हाम्रो अर्को भाइ पछि मेरो टर्न तिम्रो त मलाई कलर त कम्प्लिट गरिसकेको छु होइन जुन चाहिँ मेरो यो बेस कलर थियो यसमा चाहिँ कुन चाहिँ कलर चाहिँ मैले गर्नुपर्ने थियो भन एकपल्ट चित्र भाइ पिङ्क ब्लू ग्रिन यो डल्लै पिङ्क होइन यो तलको फेदको रातो बनाउनु होइन सोलिड गरेको राम्रो देख्छ सोल्ड पिङ्क यो पिङ्क बनाएँ मैले सोच पिङ्क गरेँ यो यो ब्लू गरिदिनु यो ब्लू यो ग्रिन गर्नु यो ग्रिन यो चाहिँ तारा चाहिँ तारालाई तपाईँले रेड दिनु न रेड दिनु रेड होइन रेडले फेरि पिङ्कले उयो गर्छ होला कि कुन चाहिँ कलर दिनु कन्फ्युज भयो त कलरै है यो ग्रिन दिनु न ग्रिन ग्रिन तारा त कहाँ ग्रिन हुन्छ त अचम्मै भएन नि त भिडियो ग्रिन दिनु न भाइ सो गाइस अहिले चाहिँ अब टक्क तपाईँले चाहिँ कलरफुल बनाइसकेपछि भक्ति भाइलाई होइन यहाँ अगाडिपट्टि स्टार अलिक देखाइदिनु स्टार देखाइदिउँ न स्टारदेखि टक्क डिजाइन होइन यतापट्टि पिङ्क कलर यतापट्टि तपाईँको ग्रिन कलर होइन यता रेड अनि यता फेरि आयो तपाईँको ग्रिन कस्तो लाग्यो भक्ति भाइ मजा जस्तो लाग्यो मजा जस्तो लाग्यो अन्त है तपाईँले एकैचोटि म अब फिनिसिङ वास गरेर भाइले चाहिँ तपाईँले देखाउनु सुगाइदिन्छ दामी हुनेछ उहाँको हेयर कलर है कस्तो लाग्छ भाइ तिमीलाई एकदम बगाल के भन्नु चाहन्छ हाम्रो अडियन्समा अडियन्स त के भन्छ कलर दामी भइसकेको छ अब तपाईँको गर्नु पर्ला दाको के अरे दाको हातको सिपलाई हेर्नु अब दार्जिलिङ खुलेछ नयाँ होइन दार्जिलिङ एड्रेस भयो एकपल्ट दार्जिलिङ एड्रेस दार्जिलिङको एड्रेस यहाँनिर के अरे एच दिलामा रोड मोहित लाइन मोहित लाइन के मोहित लाइन याद गर्नुहोस् न दार्जिलिङमा आएर किन चाहिँ ब्याङ्कको यताउति हो एटीएम ब्याङ्क एटीएममा आउनुहोस् ल एटीएम होइन यो ब्याङ्क अफ इन्डिया हो ब्याङ्क अफ इन्डिया चाहिँ अपोजिट तपाईँहरू आउनु सक्नुहुन्छ धन्यवाद यसो अहिले फाइनली हाम्रो हेयर कलर मतलब कम्प्लिट भइसकेको छ तपाईँले यहाँ हेर्नु सक्नुहुनेछ होइन एकदम पिङ्क ग्रिन रेड होइन त्यहाँ टक्कै ग्रिन होइन टक्कै यहाँ स्टार पनि छ होइन दार्जिलिङ एकदम फेमस स्टार हो नि त त्यो कारण स्टारै बनाइदिएको छ यहाँनिर होइन अनि यहाँ तपाईँ डिजाइन हेर्नु सक्नुहुनेछ मजाले होइन अन्त ब्रदर तिमीलाई कस्तो लाग्यो भक्ति भाइ अब यो तारा बेलुका चम्किन्छ अब यो तारा बेलुका कस्तो लाग्यो तिमीलाई अन्त यस्तो हेयर कट हेयर कलर होइन सबै राम्रो भएन हाम्रो सामानमा आएर होइन नयाँ सामानमा त्यो पनि कस्तो लाग्यो तिमीलाई दामी लाग्यो तर यो बिचको चाहिँ खेलाउने मजा लाग्यो र तपाईँहरू पनि आएर कुन्दन सेलनमा आएर तपाईँले पनि यसरी मजेदार मैले जस्तो काट्नु त काट्दैन होला र काटिहाल्यो भने पनि के अब कपाल है कुन्दन सेलनमा आउनुहोस् होला अहिले चाहिँ दार्जिलिङमा बनेको छ मस्जिद लाइन तेर्छु कि कता मोहित लाइन आएर काटिदिनुहोस् होला यता मेरो सोनु भाइले पनि हेयर कटिङ गर्नुभएको छ सोनु भाइले होइन कस्तो भएको त तिम्रो हेयर कट दामी भयो भन्नु न होइन सोनु भाइले काटेको होइन यहाँ भी पनि छ यहाँनिर होइन यस्तो खाले कटिङ चाहिँ गरेछ सोनु भाइले हेर्नु सक्नुहुन्छ तपाईँले होइन फेरि अर्को स्टाइल चाहिँ यहाँनिर अर्को डिजाइन चाहिँ यहाँ बनाएको छु ब्रदरको होइन यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ डिजाइन चाहिँ यहाँनिर ब्रदरको होइन अब यो चाहिँ अब उहाँले ल्याएको डिजाइन हो नि त म जस्तो मैले बयामा दिएको यहाँ दामी होइन कसो ब्रदर त्यो डिजाइन चाहिँ डिजाइन चाहिँ 3D डिजाइन होइन 3D कस्तो एकदम खतरा भएको छ नि ए भएको छ एकदम हुँदा मलाई हाम्रो साथीभाइ के भन्न चाहन्छ हाम्रो थ्रुबाट चाहिँ हाम्रो साथीभाइ के भन्न चाहन्छ हाम्रो सानो थ्रु चाहिँ यहाँनिर के भन्नु चाहन्छ कपाल काट्नु आउनुहोस् दामी दामी कटिङ हुन्छ कुन्दन सलुनमा यहाँनिर मोहित लाइनमा है खोलिएको छ नयाँ सेलुन र यहाँ चाहिँ कोही बेला खुट्टा राख्ने जग्गा हुँदैन हामी सुनेको थियो तर पनि अब एडजस्ट गर्छ हाम्रो दाले होइन आउनु सक्नुहुन्छ जहाँ काम राम्रो छ त्यहीँ त आउँछ मान्छे होइन काम एकदम दामी छ तपाईँहरू आउनुहोस् बेफिक्र भएर आउनुहोस् दाले एकदम कलरदेखि लिएर कटिङदेखि लिएर हरेक कुरामा डिस्काउन्ट पनि हुनेछ दाको काम गर्ने एक साइड छ होइन एउटा होइन दुईवटा होइन तिनवटा होइन चारवटा होइन 10 10 तिमीलाई कस्तो लाग्यो एकदम दामी दामी
सुपर उहाँको पनि हेयर कट त गरेछु नि म त माथिको मात्रै साइडको कटिङ गरेछु नि मैले अस्ति कटिङ गरेको नि उहाँको है तर गाई चाहिँ तपाईँलाई के कस्तो लाग्यो यसो कमेन्ट गरेर बताउनुहोस् होला होइन किन यस्तो खालको हेयर कटिङको ब्लग च्यानल कन्टिन्यू आएको हुन्छ त्यो भएर फलो पनि गर्नु नबिर्सिनु होला होइन तर गाई चाहिँ एक दिन थियो आज ब्लगमा हाम्रो होइन यहाँ भक्ति राईको टिमको हामीले हेयर कटिङ गरेको थियो जहाँ चाहिँ राम्रो भएको छ होइन अब कस्तो लाग्यो तर कमेन्ट गरेर बताउनुहोस् होला होइन ल बाई गाइस बाई बाई फेरि अर्को ब्लगमा छिटै भोलि फेरि 3 बजीमा अपलोड हुनु रहेछ फेसबुकमा त्यो पनि हेर्नु नबिर्सिनु होला दामी ब्लग छ त्यो चाहिँ के को ब्लग छ भन्दाखेरि त्यो चाहिँ हाम्रो तपाईँको त्यो चाहिँ के को ब्लग छ भन्दा चाहिँ हेयर पमिङको ब्लग छ दामी भएको छ त्यो ब्लग चाहिँ हेर्नुहोस् न तपाईँहरू नभुलिकन बाई बाई फेरि ब्लगको ब्लगमा भेट्यौँ होला